बालकाण्ड सर्ग 1 परिचय। दैवीय ऋषि नारद ऋषि वाल्मीकि बसेको आश्रममा आउँछन्। उनको आगमनको उद्देश्य वाल्मीकिलाई रामायण नामक महान काव्य लेख्ने कर्तव्यबारे जागरुक गराउनु र मार्गदर्शन गर्नु हो। यी दुई ऋषिहरू बीचको संवादमा वाल्मीकिले पृथ्वीमा सबैभन्दा उत्तम गुण भएका मनुष्य को हुन् भनी सोध्छन् र नारद ऋषि रामको वर्णन गर्दै उत्तर दिन्छन्। यस प्रारम्भिक अध्यायमा नारदले रामको गुणगान गर्दै रामायणको एक संक्षिप्त रूपरेखा प्रस्तुत गर्छन्। यसमा रामायणका मुख्य विषयवस्तुहरू जस्तै धर्म, उदारता, नैतिकता, शुद्धता आदि विशेष रूपमा उल्लेख गरिएका छन्। कहिन्छ वाल्मीकि रामायण गायत्री मन्त्रका 24 अक्षरहरूको आधारमा रचिएको थियो। प्रत्येक अक्षर अन्तर्गत करिब 1000 श्लोकहरू राखेर एउटा पुस्तक तयार गरिएको थियो। यद्यपि सो विस्तृत विभाजन अहिले उपलब्ध छैन, तर गायत्री मन्त्रका 24 अक्षरसँग मेल खाने गायत्री रामायणका 24 श्लोकहरू उपलब्ध छन्। गायत्री मन्त्रको परम्परा अनुसार रामायणको पहिलो श्लोक शुभ मानिने अक्षर तबाट सुरु हुन्छ।